समक्ष पहिलो सेमिफाइनल खेल यहाँ सुरु हुन आँटेको छ। दुई दलका खेलाडीहरू खेल मैदानमा प्रवेश गरिरहनु भएको छ। सबैले ताली मारेर यी सञ्चालक खेलाडीहरूलाई फुटबल एकाडेमी सिक्किम विजयनगरी खेल मैदानमा फाइनलमा प्रवेश गरेको छ। तपाईँ फुटबल एकाडेमीको डाइरेक्टरको हिसाबले कतिको खुसी हुनुहुन्छ अनि के सन्देश दिनुहुन्छ? एकदमै खुसी छु। फुटबल भनेको एउटा हार र जित एउटा पार्ट अफ द गेम हो है। तर जुन प्रकारले हाम्रो नानीहरूले र नाटक फुटबल एकाडेमीको जुन चाहिँ नानीहरूले जुन चाहिँ पर्फर्मेन्स देखायो एकदमै राम्रो पर्फर्मेन्स देखायो। किनभने हामीलाई चाहिएको यही हो, किनभने हामीले ग्रासरुटमा काम गर्नुपर्ने कुरा नै हामीले सिकेर आएको छौँ। किनभने हामीलाई धेरै इम्पोर्टेन्ट छ कि ग्रासरुटमा हामीले काम गर्नुपर्ने भनेर। र नाटक भाइलाई पनि एकदमै बधाई दिन चाहन्छु, किनभने उहाँले पनि धेरै अगाडिदेखि नै एकाडेमी खोलेर उहाँले पनि नानीहरूलाई ट्रेनिङ दिएर एकदमै राम्रो प्रकारले उहाँको नानीहरू अगाडि बढिरहेको छ। र साथसाथै मेरो एकाडेमीको नानीहरूले पनि एकदमै राम्रो पर्फर्मेन्स दियो। धेरै खुसी छु। र यो चाहिँ सेयर चाहिँ हाम्रो यस अर्गनाइजिङ कमिटी बिजनबारी युथ क्लबका छ, उहाँलाई दिन चाहन्छु। उहाँले यो टुर्नामेन्ट राखेर हाम्रो नानीहरूलाई एउटा प्लेटफर्म दिनु एकदमै ठुलो कुरा हो भनेर चाहिँ एकदमै खुसी लागिरहेको छ। सर, तपाईँले एउटा फुटबल एकाडेमी बनाएर फुटबलमा मात्र नभएर नानीहरूलाई पनि एउटा प्रशिक्षण दिइरहनु भएको छ। फुटबलको क्षेत्रमा तपाईँ धेरै अगाडि गइसक्नु भएको एकदमै यो हाम्रो भनौँ भने अब मैले प्रोफेसनल लेभल मैले 20 साल खेल्नु 20-22 वर्ष खेलिसकेँ है। र त्यो एक्सपिरियन्स मैले हाम्रो नानीहरूलाई जो चाहिँ फुटबल एकदमै इन्ट्रेस्टेड हुन्छ, जो चाहिँ सिक्किमको मात्रै होइन नेपालको मात्रै होइन अल ओभर इन्डियाको नानीहरूलाई नै म दिन चाहन्छु। किनभने फुटबलले गर्दा धेरै पहिचान मैले पाइसकेको छु। आफ्नो गाउँमा मात्रै होइन सारा संसारमा नै मैले पहिचान गरिसकेको छु। त्यसले गर्दाखेरि जति एक्सपिरियन्स मैले लिएर आएको छु बाहिर त्यो एक्सपिरियन्स चाहिँ यहाँको नानीहरूलाई दिन चाहन्छु। विशेष गरी अहिलेको जेनेरेसनमा हाम्रो नानीहरू फोनप्रति मोबाइल गेमिङप्रति है नराम्रो कुराप्रति लागिरहेको छ। र त्यसलाई हटाउनुको निम्ति चाहिँ जुन प्रकारले मैले एकाडेमी खोलेँ र नाटक भाइ एकाडेमी खोलेको छ, एकदमै यो चाहिँ मलाई लाग्छ कि सबसे ठुलो कुरा हो। यो चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ एउटा नानीहरूलाई बाहिर अरू प्यारेन्ट्सको नानीहरूलाई लिएर ट्रेनिङ गराउनु भन्ने कुरा चाहिँ यो इजी कुरा छैन। र यसले गर्दाखेरि मेरो एकाडेमी पनि धेरै नानीहरू आएर बाहिरसम्म खेलिसकेको छ। र एकदमै खुसी लागेको छ। नाडम भाइले पनि एकदमै राम्रो काम गरिरहेछ। जुन चाहिँ बेङ्गलतिर कालेबुङ दार्जिलिङतिर उहाँले पनि यसरी एकाडेमिजहरू खोलेर नानीहरूलाई ट्रेनिङ गराउने यो हाम्रो एउटा एक्सपिरियन्स सेयर गर्नुको लागि हामीले एकाडेमी खोलेर एकदमै राम्रो पोजिटिभ अहिलेसम्म एकदम पोजिटिभ मेसेज पनि आइरहेछ, पोजिटिभ रिएक्सनहरू आइरहेछ पब्लिकदेखि। जुन कुरा हामीले गरिरहेको छौँ यो नै हाम्रो लागि ठुलो कुरा हो। युथलाई के भन्नुहुन्छ? युथलाई के भन्न चाहन्छु कि हेर्नुहोस्, अब हामी त एउटा फुटबलर हो। तपाईँलाई म फुटबलको निम्ति मात्रै भन्दिनँ, अरू स्पोर्ट्स है अरू एक्टिभिटिज धेरै एक्टिभिटिजहरू छ जसमा आफूले आफ्नो नाम मात्रै होइन आफ्नो गाउँको नाम, आफ्नो देशको नाम, आफ्नो राज्यको नामलाई नै अगाडि बढाउन सक्छ। र त्यसले गर्दाखेरि चाहिँ जति पनि यङ जेनेरेसनहरू छ, जति पनि प्यारेन्ट्सहरू छ, विशेष गरी हाम्रो प्यारेन्ट्सहरू छ, उहाँलाई म रिक्वेस्ट गर्न चाहन्छु कि तपाईँको नानीहरूलाई चाहिँ स्पोर्ट्समा अगाडि बढाइदिनुहोस्। खेलकुद फुटबल भयो, क्रिकेट भयो, अरू धेरै अन्य स्पोर्ट्सहरू छ जस्तै नाचगानहरू पनि भयो, त्यो पनि एउटा स्पोर्ट्स नै आउँछ। सो त्यसले गर्दाखेरि हामीले त्यसमा अगाडि बढाउन सकेको मलाई लाग्छ कि हामीले कहिले पनि एउटा गभर्मेन्ट जबको लागि डिपेन्ड बस्नु पर्दैन। सो त्यसले गर्दाखेरि हामीले स्पोर्ट्समा अलिकति राम्रो खेल्यो भने अटोमेटिकली जबहरू हामीले पाउनेछौँ। त्योभन्दा पनि राम्रो कुरा हामीले अगाडि पाउनेछौँ। सो त्यसले गर्दाखेरि विशेष गरी चाहिँ म प्यारेन्ट्सहरूलाई भन्न चाहन्छु कि प्यारेन्ट्सहरूले यो कुरालाई एकदमै बुझेर एकदमै यसलाई इम्पोर्टेन्स दिएर हाम्रो नानीहरूलाई अगाडि बढाइदिनु भने चाहिँ मलाई लाग्छ कि हाम्रो आउँदो दिनमा यस बिजनबारी दार्जिलिङ कालिम्पोङ सबै जग्गाबाट हाम्रो नानीहरू एउटा नेसनल लेभलमा पनि इन्टरनेसनल Thank you so much. मौका पनि सक्छ।
94. Very kali mengukur ball back as to keeper.